नमस्कार, हरे कृष्ण। हामी नयाँ च्याप्टरमा आज यसमा हेर्न गइरहेका छौँ। इकोनोमिक अर्डर क्वान्टिटी EOQ भन्ने नयाँ च्याप्टर छ। यसमा इकोनोमिक अर्डर क्वान्टिटीमा योभन्दा अगाडिको च्याप्टरसँग रिलेटेड जुन मेटेरियल छ त्यो मेटेरियलमा कति क्वान्टिटी रिसिभ गर्दाखेरि हामीलाई एउटा त्यस्तो पोइन्ट हुन्छ जसलाई ब्रेक इभन पोइन्ट पनि भनिन्छ, जसमा प्रॉफिट र लस बराबर नै हुने तरिकाले लस पनि नहुने प्रॉफिट पनि म्याक्सिमम हुने तरिकाले चाहिँ यसमा काम गरिन्छ। यसको मिनिङ पहिला बुझौँ। EOQ को EOQ इज द ब्यालेन्स बिट्विन अर्डरिङ कस्ट एन्ड क्यारिङ कस्ट अथवा होल्डिङ कस्ट। होल्डिङ कस्ट र अर्डरिङ कस्ट बिचको चाहिँ ब्यालेन्सलाई इकोनोमिक अर्डर क्वान्टिटी भनिन्छ। कति अर्डर गर्दाखेरि चाहिँ हाम्रो कति क्वान्टिटी अर्डर गर्दाखेरि हाम्रो चाहिँ अर्डरिङ कस्ट र क्यारिङ कस्टको एउटा ब्यालेन्स बन्ने गर्छ, त्यसलाई इकोनोमिक अर्डर क्वान्टिटी भनिन्छ। र यसको चाहिँ एउटा फर्मुला छ। त्यो फर्मुला कसरी निस्किन्छ, ड्राइभ हुन्छ भन्दा EOQ अर्डरिङ कस्ट इक्वल टु क्यारिङ कस्ट हुन्छ। र क्यारिङ कस्ट भन्दै गर्दाखेरि तपाईहरुले यसलाई होल्डिङ कस्ट भन्ने बुझ्न सक्नुहुन्छ, किनभने होल्डिङ कस्ट भन्दा धेरै सहज हुन्छ। होल्ड गरेर राख्नु भनेको स्टोरमा गएर राख्नु भन्ने कुरा हो। त्यो कारणले गर्दा होल्डिङ कस्ट क्यारिङ कस्टलाई पनि भनिन्छ। र अर्डरिङ कस्ट इक्वल टु क्यारिङ कस्ट भनेर EOQ मा यो हुने गर्छ। र यसको फर्मुला डिराइभ गर्दाखेरि स्टार्टिङको यो हो। र अर्डरिङ कस्ट भने के हुन्छ भन्दा नम्बर अफ अर्डर, कति पटक अर्डर गर्ने सामान इन्टु अर्डरिङ कस्ट पर अर्डर। एक पटकको अर्डरिङ कस्ट कति लाग्छ भन्ने कुरा मल्टिप्लाई गरिसकेपछि अर्डरिङ कस्ट टोटल आउने गर्छ। त्यस्तै क्यारिङ कस्ट भनेको होल्डिङ कस्ट। यदि इन्भेन्ट्री होल्ड गरेर राख्ने भनेको ठाउँ भनेको स्टोरेज हो। स्टोरमा राख्दाखेरि एभरेज इन्भेन्ट्री कति इन्भेन्ट्री चाहिँ राख्न सकिन्छ, त्यसको क्यापासिटीले कति भ्याउँछ। एउटा हल छ, त्यो हलमा कति भ्याइन्छ भन्ने कुरा हामीले त्यो एभरेज इन्भेन्ट्री इन्टु क्यारिङ कस्ट भनेको त्यहाँनिर होल्ड गरेर राख्ने कस्ट पर युनिटले मल्टिप्लाई गरिसकेपछि टोटल क्यारिङ कस्ट आउने गर्छ। यिनी दुईवटालाई फर्मुलामा ड्राइभ गर्दाखेरि AO डिभाइड बाई Q इक्वल टु QC डिभाइड बाई 2 हुन्छ। यसको AO भनेको के हो भन्दा अर्डरिङ कस्टको जुन फर्मुला छ AO डिभाइड बाई Q, QC डिभाइड बाई 2 भनेको क्यारिङ कस्ट हुने गर्दछ यसको फर्मुला। र यसको इक्वल टु भावनाले गर्दा यसरी राखिएको छ। र क्रस मल्टिप्लाई गर्दाखेरि यहाँनिर Q इन्टु Q गर्दाखेरि Q स्क्वायर र C आयो। यतातिर क्रस गर्दाखेरि 2AO आयो, 2AO भयो। त्यस्तै Q स्क्वायर C लाई डिभाइड गर्दाखेरि 2AO त छँदैछ, डिभाइड C मा गयो। र Q स्क्वायरलाई यदि त्यो जुन पावर छ रिमुभ स्क्वायर बाई टेक रुट ओभर लिएर स्क्वायरलाई हटाउन सकिन्छ। Q इक्वल टु 2AO डिभाइड बाई C भनेर आयो फर्मुला। भने यसरी फर्मुला डिराइभ हुन्छ। फर्मुला डिराइभ गराउनु जरुरी छैन, तर वाट इज EOQ भनेर यदि 5 मार्क्समा आयो त्यसको एक्सप्लेन इन डिटेल भनेर आयो भने यसमा फर्मुला राख्दाखेरि एकदम बेटर हुन्छ, बेटर मार्क्स आउँछ। र यसमा Q भनेकै EOQ हुन्छ। त्यो कारणले गर्दा यहाँनिर यसरी 2AO डिभाइड बाई C हुन्छ। जति यहाँनिर यो जुन सर्टकटमा लेखिएको छ त्यसको डिटेलमा हेर्दाखेरि A भन्ने जुन आएको छ यहाँनिर A को मतलब के हो भन्दा एनुअल रिक्वायरमेन्टलाई डिमान्ड, युजेज, निड, कन्जम्सन पनि भनिन्छ। त्यो भनेको A हुने गर्छ। A कहिलेकाहीँ डाइरेक्टली दिएको हुन्छ, कहिलेकाहीँ फाइन्ड आउट गर्नुपर्ने हुन्छ। त्यस्तै Q भनेर यहाँ जुन आएको छ Q भनेको EOQ अथवा EOQ लाई रिअर्डर क्वान्टिटी पनि भनिन्छ। त्यस्तै O भनेर यहाँ आएको छ। O भनेको के भन्दा अर्डरिङ कस्ट पर अर्डर। अर्डरिङ कस्टका अन्य नामहरू पनि हुन्छन्, जस्तै प्रोक्युरमेन्ट कस्ट, सेटअप कस्ट, फिक्स्ड कस्ट, जो अर्डर गर्दाखेरि लागेको कस्ट हुन्छ त्यसलाई जनाउँछ। त्यस्तै C जुन आएको छ, C भनेको हामीले अगाडि पनि हेर्यौँ क्यारिङ कस्ट पर युनिट भन्ने बुझिन्छ भने C लाई होल्डिङ कस्ट पनि भनिन्छ, स्टोरेज कस्ट पनि भनिन्छ, पोसेसन कस्ट पनि भनिन्छ। किनभने क्वेसनमा जसरी पनि क्वेसन सोधेको हुन्छ र त्यसको पोइन्ट हामीले यदि त्यसको मिनिङ थाहा पाएनौँ भने क्वेसन गल्ती हुने चान्स बढी हुन्छ। त्यो कारणले गर्दा अल्सो कललाई थाहा पाउनु जरुरी हुन्छ। त्यस्तै अर्को छ हामीले यही भित्रै आएको छ A बाई Q जो आएको छ, A बाई Q मात्रै लिने हो, O लाई नराख्ने हो भने यसलाई नम्बर अफ अर्डर भनिन्छ। जुन माथि लेखेको छ नम्बर अफ अर्डर फाइन्ड आउट गर्दाखेरि यही नै अगाडि आइसकेको छ, त्यही पनि मैले यसलाई छुट्टै राखिदिएको छु जसले गर्दा तपाईहरुलाई सजिलो होस्। यदि क्वेसनमा नम्बर अफ अर्डर भनेर रिक्वायरमेन्टमा छ भने त्यसको एनुअल रिक्वायरमेन्ट डिभाइड बाइ अर्डर साइज हुन्छ।
र ए डिभाइड बाई इओक्यू हुन्छ अथवा क्यू मात्रै भन्न सकिन्छ, त्यसरी राख्न सकिन्छ। त्यस्तै टोटल कस्ट यहाँबाट आएको छ क्यू स्क्वायर इक्वल 2AOC भन्ने छ। यसलाई टोटल कस्टलाई निकाल्दाखेरि कसरी निकालिन्छ भन्दा टोटल कस्ट अफ इओक्यू को यदि क्वेसनमा सोधेको छ भने त्यसलाई रुट ओभर 2AOC, AOC को अगाडि 2 लागेर आउँछ टोटल कस्ट अफ इओक्यू निकाल्दाखेरि। यो इओक्यू मात्रै हो भने यो भनेको टोटल कस्ट अफ इओक्यू हो, यसमा नझुक्किने, किनभने दुईटै एउटै जस्तो लाग्छ। तर टोटल कस्ट अफ इओक्यू भन्यो भने रुट ओभर 2AOC हुन्छ, इओक्यू मात्र भन्यो भने रुट ओभर 2AO डिभाइड बाई सी हुन्छ। यहाँ डिभाइड छैन, यहाँ माथि गएको छ, यहाँ यति थाहा पाउनु होला। त्यसपछि अर्को छ फर्मुला लेन्थ अफ इन्भेन्ट्री साइकल। लेन्थ भन्ने बित्तिकै त्यसको चाहिँ कति फैलावटको छ त्यसलाई बुझिन्छ। यसको चाहिँ थोरै मिनिङ हेर्दाखेरि द टाइम ग्याप बिट्विन टु अर्डर, दुईवटा अर्डरको बिचमा चाहिँ टाइम ग्यापलाई लेन्थ अफ इन्भेन्ट्री साइकल भनिन्छ। सपोज इक्जाम्पल चाहिँ हामीले वैशाखमा एउटा अर्डर गऱ्यौँ, जेठमा अर्को अर्डर गऱ्यौँ भने त्यति बेलामा जुन टाइम ग्याप छ त्यो 30 दिनको रहेको छ, त्यो 30 दिनलाई नै लेन्थ अफ इन्भेन्ट्री साइकल भनेर भनिन्छ। यदि क्वेसनमा लेन्थ अफ इन्भेन्ट्री साइकल चाहिँ रिक्वायरमेन्टमा छ भने त्यसको फर्मुला हुन्छ डेज, विक्स और मन्थ इन अ पिरियड डिभाइड बाई नम्बर अफ अर्डर। प्रत्येक पटक अर्डर गर्दाखेरि मैले भर्खरै इक्जाम्पलमा भने यदि वैशाखमा गरेको अर्डर, वैशाख 1 गते गरेको अर्डर र जेठ 1 गते गरेको अर्डरको जुन ग्याप छ त्यो ग्याप भनेको 30 डेजको हुन्छ। र निकाल्दाखेरि कसरी निकालिन्छ भन्दा मन्थ इन अ पिरियड डिभाइड बाई नम्बर अफ अर्डर। अब नम्बर अफ अर्डर भने के हो भनेर हामी माथि नै निकालिसकेको छौँ, ए डिभाइड बाई इओक्यू नै नम्बर अफ अर्डर हुने गर्छ। यसरी हामी फाइन्ड आउट गर्छौँ। थ्याङ्क यू सो मच।